लगायत यहाँबाट निस्केको म चाहिँ डेन्जर आफ्टर रहेछ। सो गाइज मलाई क्याबले सुहाउँदैन हो, कस्तो देख्नुभएको छ है। खासै मलाई थाहै छैन है क्याबले कस्तो खासै सुहाउँदैन भन्छ है धेरैले। सो गाइज भर्खर उठेको है, फ्रेस भयो, हात मुख धुयो, अनि पानीको बोतल हाल्यो, अनि रेनकोट है। अनि टाइम कति भएछ, ठ्याक्क 6:30 भएछ, 5:30 भएछ। हल्का मनतातो पानी। सो मेरो चाहिँ आज चाहिँ फर्स्ट राइड हो साइकल चाहिँ, अनि एक्लै जाँदैछु। सो कता हुन्छ है, कता पुग्छ थाहा छैन है। मेरो फर्स्ट टाइम हो, अनि एकैचोटि अलिकति हाइटमा, अलिकति उकालोमा। अब साइकल नचलाएको धेरै भयो नि त, धेरै वर्ष भयो साइकल नचलाएको, त्यही भएर अलिकति गाह्रो हुन्छ होला है। अब एकैचोटि धेरै हाइटमा, धेरै उकालोमा, धेरै ठाडो बाटोमा, अब अफरोडमा। सो गाइस त्यही अब निस्किनु लाग्यो ल। गुड मर्निङ है सबैजनालाई। आजको मर्निङ भ्यू चाहिँ यस्तो छ है। जुत्ता लाउँछु, हल्का जुत्ता लाएर निस्किनु पर्ला। ल गुड मर्निङ गाइस, वेलकम ब्याक टु माई च्यानल। भ्यू हेर्नु न मर्निङ। मर्निङ टाइममा यस्तो फ्रेस हुन्छ कि होइन, दामी हुन्छ नि त। उठ्न मात्र नसक्ने हो क्या, यस्तो फ्रेस हुन्छ होइन। उठेपछि त फेरि यस्तो आनन्द हुन्छ नि। यता गयो एयरपोर्टतिर घुम्न जाने, साइक्लिङ गर्न, कता हो भाइ भन्ला नि फेरि होइन पुलिसवालाले। हो बाटो क्रस गर्न गाह्रो छ क्या। सनसेट हेर्न यस्तो दामी निस्केछ। आमामा पिचमा त खतरा मजा आउँदो रहेछ नि त यार, खतरा हुँदो रहेछ। सो नयाँ साथीहरू हुन्छ भने सब्सक्राइब गरिदिनु च्यानललाई। सो मेरो भोइस चाहिँ कस्तो आइरहेछ है, सुनिसेन होला, राम्रो आएको छैन होला। तर मैले माइकहरू केही नै युज गरेको थिएन, सिर्फ गोप्रोबाट मात्र हो, माइकहरू केही छैन है। सो पछितिर ट्राई गर्नु पर्ला माइकहरू। सो आज चाहिँ म चाहिँ बेगनास्थल जान्छु होला। बेगनास्थल जाने कि टाइगर टप जाने, यतापट्टि सनसेट चाहिँ यस्तो दामी निस्किन्छ है। बाटो चाहिँ अहिले राम्रो बनेछ क्या अहिले है। डेन्जर कुद्छ त लगाइछ। अहिले चाहिँ बिजेपुर कट्या ओह्रालो छ नि त। बिजेपुरबाट यस्तो ओह्रालो छ क्या। अनि के भन्छ, भरे आउँदाखेरि उकालो पर्छ क्या मलाई। सबै त्यही हो ल। अब चाहिँ बिहान रोड पनि खासै बिजी छैन क्या, खाली हुन्छ नि त रोड है। यता सर्टकटबाट जानुपर्छ क्या भित्रबाट। सो गाइज म चाहिँ बेगनास्थल नजाने भयो, म यता रिठीपानी डाँडा जान्छु क्या। यहाँबाट पनि खतरा देख्छ होला, फर्स्ट टाइम हेर्छु नि, भ्यू कस्तो देख्दो रहेछ एउटा। तर जाने बाटो कताबाट हो भने अब म चाहिँ डाँडा चढ्न लाग्यो है। यतातिर नै आउँदो रहेछ मान्छेहरू त वकिङ। बाटो चाहिँ अलिकति अप्ठ्यारो छ जस्तो लाग्यो, ठाडै रहेछ नि त फेरि। लास्टै जान्छै जाँदैन त्यो कुरो यार, साइक्लिङ गर्न। फर्स्ट टाइममा मेरो आज फर्स्ट राइड हो, टेस्ट राइड गरेको है। चढ्ने नसक्ने हो, लास्ट ठाडो रहेछ नि त बाटो त। कहाँ पर्छ होला, आम्मामा
डेन्जर हाइट रहेछ नि त यता रिठे पानी डाँडा त ओइ जान सकेन हो ठाडै छ भने गर्ने त्यही पनि बिग्रेको रहेछ बाटो है यता जानु यता कहाँसम्म जाँदो रहेछ है पुरा जङ्गल जस्तो छ त यतातिर त घरहरू त रहेछ है जङ्गल जाने बाटो जस्तो छ त यता गाइज त्यही पनि ट्राई गर्छ यता एकचोटि ट्राई गर्छ यतातिर कहाँसम्म जान सक्दो रहेछ सकिन्छ गाइज लास्ट ठाडो रहेछ बाटो म सकिन ट्राई गरेको बाटो यस्तै खोज्छ लास्टै जस्तो रहेछ क्या फेरि बाटो फेरि यस्तै बिग्रेर यस्तो छ अनि रोड बाइकलाई नि गाह्रो हुन्छ यो त यहाँ न बाटो यस्तो पानीले खतलेर खत्तम बनाइछ त नि खतरा रहेछ त यो त के भन्छ रिठी पानीको डाँडा यो नयाँ एयरपोर्ट बन्यो नि त पोखराको इन्टरनेसनल हो त्यो एयरपोर्ट गर्दाखेरि यो काटेको हो नि त यो डाँडा यसले चाहिँ अलिकति डिस्टर्ब गर्छ भनेर यो डाँडा काटेको सो आज चाहिँ म त यता यो डाँडामा हाइकिङ आएको है हाइकिङ भनौँ न साइक्लिङ आएको यहाँबाट कस्तो देख्दो रहेछ भ्यू है सो तपाईँलाई देखाउँछ है माथि डाँडा पुगेपछि तर बाटो चाहिँ लास्टै खत्तम रहेछ पानीले साइकलको यो फाइदा छ कि अब कुनै पनि अप्ठ्यारो बाटो छ भने बोक्न नि मिल्यो है अब होइन बाइक भएको भए त कहाँ मिल्छ त नि यहाँबाट चाहिँ ट्राई हुन्छ यहाँबाट त सक्छ जस्तो छ कि रे Oh. Away. Yes, come on. Woo. Woo. Right. सकिन मेरो यो फर्स्ट टाइम हो नि त साइकल 15-20 वर्षबाट पछि चलाएको लगायत अहिले चाहिँ म चाहिँ रिठीपानी डाँडा सो उ त्यहाँ तलसम्म त ठिकै छ बाटो है त्यहाँबाट चाहिँ माथि यस्तो ठाडो रहेछ है बाटो चाहिँ लास्टै अप्ठ्यारो रहेछ सो तपाईँहरूलाई चाहिँ मैले अहिले 360 भ्यू देखाउँछु है यहाँबाट देखिने भ्यू कस्तो देखिन्छ भनेर उतातिर पानीको ट्याङ्की के पनि रहेछ है अझै यहाँसम्म खनेको रहेछ यो डाँडा चाहिँ अनि यहाँ माथि पनि खनेको सो है पहिला चाहिँ माथि डाँडा अग्लो थियो क्या यहाँ चाहिँ चुच्चो थियो क्या डाँडा चाहिँ यो नयाँ एयरपोर्ट बन्न लाग्ने बेलामा र चाहिँ हल्का डाउन गरेको डिस्टर्ब गर्छ भनेर सो यहाँबाट देखिने भ्यू चाहिँ यस्तो छ है बिहानको सनसेट 7 साढे 7 भयो होला 7 बजी होला 7:30 मौसम आधी घन्टा भयो होला मैले यहाँबाट आएको 5:30 बजी निस्केको घरबाट ठ्याक्क यस्तो देख्नुहुन्छ बुढी बजार विजयपुर माथिको टाइगर टप माउन्टेन पनि माछा पसेर अन्नपूर्ण पनि हल्का देखेछ है बादल लागेको छ खासै देखेको छैन अनि उता चाउथे उता भद्रकाली माटी पानी देखेछ शरणकोट पनि देखेछ है नयाँ एयरपोर्ट चाहिँ बनहरूले छेकेछ अनि यतातिरको गगनगौडा बजार जङ्गलहरूले छेक्दो रहेछ हल्का सो पहिले चाहिँ मजाले देख्थेँ यो डाँडा अलिक घट्यो नि त सो गाइज त्यही हो तपाईँहरूलाई मैले चाहिँ आज चाहिँ भ्यू देख्न आएको है रिठीपानी डाँडाबाट चाहिँ कस्तो देखिँदो रहेछ भ्यू चाहिँ भनेर है अनि हल्का साइक्लिङ पनि यहाँको सो त्यही हो यस्तो देखिन्छ है तपाईँहरू पनि आउनु होला यस्तो देख्न सक्नुहुन्छ भ्यू चाहिँ दामी छ फ्रेस छ है मान्छेहरू खासै नआउँदो रहेछ अलिअलि फटाफट आउँदो रहेछ वकिङ गर्न अनि जस दामी छ यहाँ चाहिँ होइन वकिङ गर्न आउन इभिनिङ टाइममा होइन बिहान बेलुका वकिङ गर्न आउन साइक्लिङ गर्न आउनु चाहिँ दामी छ यहाँ सो आउन सक्नुहुन्छ तपाईँहरू पनि सो
सो आज चाहिँ म चाहिँ विघ्नस्थल जाने भनेको, विघ्नस्थल गएन, यहाँबाट माथि चढ्दियो। सो मेरो फर्स्ट राइड हो नि त, अनि साइकल पनि भर्खर नयाँ नयाँ आएको। सो हिजो मात्रै ल्याएको आएको। यस्तो छ साइकल चाहिँ, 10 गियरको हो, 1/10 को। ठिक छ। यस उकालोमा चाहिँ अलिकति जस उफर्न अलिकति ठुल्ठुलो डाँडाबाट चाहिँ अलिकति उफर्न पछार्न अलिकति मिल्दैन, किनभने यो चाहिँ अलिकति सिङ्गल सस्पेन्सन हो। डबल भयो त अलिकति सजिलो हुन्छ, डबल छैन यो। सो त्यही हो, 50 भन्दा तलको यसको प्राइस चाहिँ, खासै हाई प्राइसको नि होइन। अब मेरो पनि अब भ्लगहरू यसमै आउँछ है, यो साइकलमै आउँछ। सो तपाईँहरूलाई कस्तो लाग्नुभयो कमेन्ट गर्नु होला। कतै साथीहरू, कोही साथीहरू हुनुहुन्छ भने साइक्लिङ गर्ने कमेन्ट गर्नु होला। अनि साइकल टुरमा जानुपर्छ, अलि टाढा टाढा जाने साइक्लिङ जाने सोच गरेको छु। सो त्यही हो गाइस। ल अब चाहिँ म चाहिँ फर्किन्छु यहाँबाट। यहाँबाट निस्केको म चाहिँ लड्छ कि जस्तो लाग्यो, बिस्तारै छ अरे। ठाडो छ कि गाइस, यहाँबाट लडिँदो रहेछ, खतरा छ है। गाइस म चाहिँ अब घरतिर फर्किएको। ल मेरो भ्लग चाहिँ, सो आजको भ्लग चाहिँ यही हो। अब यो मेरो फर्स्ट साइक्लिङ राइड हो यो, फर्स्ट साइक्लिङ भ्लग। सो कस्तो लाग्नुभयो कमेन्ट गर्नु होला। सो अर्को भिडियोमा भेटौँ ल। सो गाइस त्यही हो, सबैजनालाई बाई बाई, सी यू नेक्स्ट भ्लग। गाइस म चाहिँ अहिले हाइवेमा आएको, यहाँबाट धेरै टाढा पनि छैन, हाइवेबाट नजिकै हो, यहीँ माथि हो भोलि बजारबाट। अर्को भिडियोमा भेटौँला फेरि। कस्तो शीतल भएछ क्या बिहान बिहान है, मर्निङमा साइक्लिङ गर्न वकिङ गर्न कस्तो फ्रेस हुन्छ नि त, नि कस्तो मजा आउँछ क्या, आनन्द आउँछ। यो चाहिँ विजयपुरको फुल। त्यो माथि आउँदाखेरि उकालो पर्छ क्या, विजयपुरबाट माथि चौथी आउँदा पोखरा आउँदा उकालो पर्छ, ठाडो उकालो छ क्या, हल्का ठाडो छ क्या बाटो चाहिँ, त्यही भएर अलिक गाह्रो हुन्छ उकालोमा चाहिँ। उता हेर्नु माछा पुछ्रे यस्तो बवाल रहेछ।